हजुरहरूले चाहिँ भिजिट भिसा लाग्यो, अब म दुबई जाने भए भनेर चाहिँ मक्ख पर्नुभन्दा पहिला दुई चारवटा कुराहरू चाहिँ साथीहरू बुझ्नुपर्ने हुन्छ है। नेपालको एयरपोर्टबाट उड्नुभन्दा अगाडि हेर्नुहोस्, नेपालबाट हजुरहरू उड्नुहुन्छ, कतिपय मान्छेहरूले हजुरहरूलाई मिसगाइड गरिराखेको हुन्छ। केही पनि चाहिँदैन, दुबईमा चाहिँ ल्यान्ड भइसकेपछि झ्याप्पसँगले भित्र छिर्ने हो भनेर हजुरहरूलाई चाहिँ मिसगाइड गरेको हुन्छ। तर भर्खरै मे लगभग यो 2024 मे मन्थको 24 तारिकबाट नै साथीहरू यहाँको युए गभर्मेन्टले चाहिँ दुई चारवटा चाहिँ रुल्सहरू चेन्ज गरेको छ साथीहरू भिजिट भिसालाई लिएर। एक नम्बरमा साथीहरू दुःख सुख हजुरहरूले नेपालबाट भिजिट भिसा लाउनु भयो, त्यस पछाडि दुबईको एयरपोर्ट अथवा आबुधाबीको एयरपोर्ट, शारजा जुनसुकै युएको एयरपोर्टमा झरे पनि हजुरहरूसँग एक नम्बरमा हुनुपर्ने भनेको साथीहरू रिटर्न फ्लाइट टिकट पनि हुनुपर्छ। यहाँ चाहिँ आइसकेपछि फेरि हजुरहरूको चाहिँ कति महिना पछाडि कति दिनको प्लान छ भिजिटको प्लान, घुमिसकेपछि म फेरि रिटर्न ब्याक जाने हो भनेर हजुरहरूले रिटर्न टिकट सो गर्नुपर्ने हुन्छ एयरपोर्टमा एक नम्बरमा। कुरा बुझ्नुभयो नि? भिडियो व्यापक सेयर गर्नु है। कतिपय साथीहरूको भिजिट भिसा लागिसकेको होला, आउने दिनमा कतिपय साथीहरू चाहिँ भिजिटमा आउन लाग्नु भएको होला। उहाँहरूलाई यो एकदमै इम्पोर्टेन्ट भिडियो हो। हजुरहरूको आफन्त साथीभाइ कोही आउन लाग्नु भएको छ भने जुई भिडियो चाहिँ सेयर गर्दै जानु होला। दुई नम्बरमा साथीहरू हजुरहरूसँग यहाँ चाहिँ बसुन्जेलको लागि कुन होटलमा बस्ने हो, होटल बुकिङ पनि देखाउनु पर्ने हुन्छ। त्यो चाहिँ अहिले यहाँनिर चेक गर्छ क्या, युएईमा चेक गर्ने कुरा मैले हजुरहरूलाई भनिरहेको छु है। नेपालबाट त दुःख सुख छिर्नुहुन्छ, फेरि यहाँबाट जस्तो झरेको त्यस्तै हजुरहरूलाई पठाइदिन्छ क्या, रिटर्न पठाइदिन्छ। हजुरहरूसँग यो मैले भनिरहेको डकुमेन्टहरू छैन भने होटल बुकिङ कति दिनको हजुरहरूको चाहिँ यहाँ बस्ने चाहिँ हजुरहरूले आफ्नो ट्राभल प्लान दिनुभएको छ, युएको भिजिटको ट्राभल प्लान, त्यही अनुसारको हजुरहरूले चाहिँ होटल बुकिङ बकाइदा बुकिङ फेरि त्यो कन्सल्टेन्सीले हजुरहरूको मेन पावरहरूले दलैहरूले हजुरहरूलाई चाहिँ एडिट गरेर पहिला अरूकै चाहिँ होटल बुकिङ फ्लाइट टिकटहरू फेरि अरूको चाहिँ नामसाम मेटाइदिएर हजुरको नामको बनाइदिएको हुन्छ। त्यसले काम गर्दैन, बकाइदा भेरिफाई गर्छ। फेक टिकट चाहिँ हजुरहरूले नल्याउनु होला, नलिनु होला, फेक चाहिँ फ्लाइट टिकट नलिनु होला है साथीहरू। पछि आइसकेपछि फेरि हजुरहरूले थोरै हजुरहरूको चाहिँ पैसा लस्ट हुन्छ, तर चाहिँ ओरिजिनल काम गरेर आउनु होला। पछि रिटर्न हुन मिल्ने खालको टिकट लिनु होला है।